रातिको 12 बजिसक्यो, बेडमा पल्टेको पनि 2-3 घण्टा भइसक्यो। तर निन्द्रा भने लाग्दै लाग्दैन। यसको सजिलो समाधान आज म तपाईँलाई भन्दैछु। नमस्कार, म डाक्टर सोनिया पौडेल, हाल जर्मनीमा एक चिकित्सकको रूपमा कार्यरत छु। नम्बर 1, सुत्नुभन्दा 7 देखि 8 घण्टा अघिदेखि नै क्याफेइन जस्तो चिया, कफी पूरै रूपमा बन्द गर्नुहोस्। खानै परे पनि धेरै कम मात्रामा मात्र लिनुहोस्। नम्बर 2, 3 देखि 4 घण्टा अघि भारी खाना जस्तै तारेका खानाहरू नखानुहोस्। पेटलाई सकेसम्म हल्का राख्नुहोस्। नम्बर 3, 2 घण्टा अगाडि कडा व्यायाम जस्तै जिम वा लामो इभिनिङ वाक नगर्नुहोस्। नम्बर 4, 1 घण्टा अघि नै स्क्रिन जस्तै फोन, ल्यापटपबाट टाढा रहनुहोस्। नम्बर 5, अब कोठालाई निन्द्राका लागि तयार पार्नुहोस्। धेरै उज्यालो बत्ती नबालेर मधुरो बत्ती बाल्नुहोस्। कोठा हल्का चिसो र शान्त राख्ने कोसिस गर्नुहोस्। र अर्को उपाय, सुत्नु अघि न्यानो पानीले नुहाउनुहोस्। यसले शरीर र दिमाग दुवैलाई रिल्याक्स गराउँछ र निन्द्रा छिटो लिएर आउँछ। आज यी उपायहरू ट्राई गर्नुहोस् अनि कस्तो अनुभव भयो कमेन्टमा लेख्न नबिर्सनुहोला।